राजनीतिक आन्दोलनमा फाखेलले पुर्याएको योगदान वृत्तचित्र। फाखेल राजनीतिक परिवर्तनको इतिहास जोडिएको महत्त्वपूर्ण थलो। काठमाडौँ हेटौडा जोड्ने छोटो दूरीको सडकमा पर्ने मध्यभाग। यसलाई हेटौडा कुलेखानी फाखेल हुमाने काठमाडौँ सडकले फन्को मारेको छ। विकासको गति बढेकाले अचेल फाखेलको स्वरूप फेरिएको छ। आफ्नै अस्तित्व बोकेर बसेको तत्कालीन फाखेल गाउँ विकास समिति यतिखेर इन्द्र सरोवर गाउँपालिकामा समेटिएको छ। साबिकका मार्खु, कुलेखानी, सिस्नेरी र फाखेल गाउँ विकास समितिलाई मिलाएर इन्द्र सरोवर गाउँपालिका घोषणा भएको छ। इन्द्र सरोवर गाउँपालिकामा समेटिए पनि फाखेलको ऐतिहासिक महत्त्व विशेष छ। फाखेल ऐतिहासिक, धार्मिक र प्राकृतिक हिसाबले अत्यन्तै धनी त छँदैछ, यसले राजनीतिक आन्दोलन र परिवर्तनका निम्ति पनि विशेष भूमिका खेलेको इतिहास साक्षी छ। जिल्ला सदरमुकाम हेटौडादेखि 42 किलोमिटर उत्तर पूर्वमा रहेको फाखेलमा तामाङ जातिको बाहुल्य छ। यहाँ अन्य मिश्रित जात जातिको पनि बसोबास छ। यहाँका बहुसंख्यक स्थानीय कृषि पेसामा संलग्न छन्। काठमाडौँबाट नजिक रहेको फाखेल कृषि उत्पादन र ग्रामीण पर्यटनको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो। गाउँपालिकाले फाखेलको विकासलाई विशेष महत्त्व दिएको छ। राजधानी नजिकै रहे पनि ओझेलमा परेको फाखेल यतिखेर विकास निर्माणमा अघि बढिरहेको छ। नेपाली राजनीतिक परिवर्तनमा फाखेलको ऐतिहासिक योगदान छ। फाखेल पञ्चायती निरङ्कुश व्यवस्था विरुद्धको अभियानमा लागेका योद्धाहरूको लागि सुरक्षित सेल्टर बनेको थियो। 2033 साल चैत 12 गते शुक्रबार राति नखुझेल ब्रेक गरेका राजनीतिक बन्दीहरू यहाँ सेल्टर लिन पुगेका थिए। तत्कालीन राजनीतिक बन्दी तथा कम्युनिस्ट नेताहरू सीपी मैनाली, प्रदीप नेपाल, वीरबहादुर लामा, माधव पौडेल, गोपाल साक्य, धनेन्द्र बस्नेत लगायत नेताहरू नखुजेल ब्रेक गरेर भाग्न सफल भएका थिए। फाखेलकै स्थानीय वीरबहादुर लामा लगायत 15 जना राजनीतिक बन्दीहरू राति जङ्गलको बाटो हुँदै प्रशासनको चरम घेरालाई छलेर यही ठाउँमा आश्रय लिन पुगेका थिए। उक्त टोलीमा नारद वाग्ले, नरेश खरेल, धर्म घिमिरे, अशोक नेउपाने, हर्क खड्का, भीष्म धिमाल, जीवन मगर, राजेन राजवंशी र कामेश्वर हलुवाई पनि थिए। वीरबहादुर लामा स्थानीय भएकाले उनकै समन्वयमा टोली फाखेल आएको थियो। प्रशासनको व्यापक धरपकड, कष्टसाध्य जीवनयापन तथा ज्याला मजदुरीबाटै आय आर्जन गरी स्थानीय जनताले लामो अवधि नेताहरूलाई भूमिगत रूपमा जोगाएर राखे। भूमिगत अवस्थामै कम्युनिस्ट पार्टीको 2वटा आकस्मिक केन्द्रीय बैठकहरू यसै स्थानमा सम्पन्न गरिए। जननेता मदन भण्डारीको उपस्थितिमा भएको बैठकले पार्टीको कार्यनीति समेत परिवर्तन गर्यो। कम्युनिस्ट आन्दोलनमा फाखेलको भूमिका ज्यादै महत्त्वपूर्ण रहेको ऐतिहासिक प्रसङ्ग समेटेर मुक्त आकाशको खोजी नामक पुस्तक प्रकाशन गरेको वाम नेता तथा लेखक प्रदीप नेपालको धारणा छ। मैले त फाखेलको अनि चखेलको फाखेलको त धेरै ठाउँमा चर्चा गरेको छु नामै लिएर। माधवले गर्नुभएको छ। माधव अलि दिन त्यहाँ पढाएर बस्नु पनि भयो राजनीतिक कामको सिलसिलामा। मैले गरेको छु, गोपालजीले पनि गर्नुभएको छ। र पछि हाम्रो एउटा बैठक 37 साल होला जन्म सङ्ग्रह पछिको
एउटा बैठक पनि बस्यौँ। त्यसरी त सबैले सहयोग गर्ने। अब त्यो पुरै गाउँ हाम्रै थियो, पुलिससँग डराउने न मान्छे, नभएदेखि त हाम्रो गाउँ पकडमा थियो। त्यो बैठक पनि गरेकै उहाँले ठिकै हुनुभयो। अरूलाई किन चासो भएन भने उहाँहरूले त्यो फाखेलको महत्त्व बुझ्नु नै भएको थिएन र त्यति बेला पनि बुझ्नु पाउनु जताततै मान्छे डराएका छन्। अनि त्योले गर्दाखेरि उहाँहरूलाई लागेन। हामीले पर्याप्त लेखेका छौँ। अहिले त मेरो त सबभन्दा ठुलो कामै सिर्जना हो नि। त्यो महाकविको प्रसङ्गमा त्यो चखेल फाखेल र चित्ला एउटा लेख्ने सोचमा छु। तत्कालीन जनपक्षीय प्रधानपञ्च सानुकान्छा लामा र मानबहादुर लामा, स्थानीयहरू ठुलीमाया बल, उमा लामा, जित लामा पाखरिन, लालबहादुर पाखरिन लगायत थुप्रै स्थानीयले निकै चुनौती मोलेर वाम नेताहरूलाई सकेको सहयोग गरे, आफ्नो गाँस काटेरै खुवाए। प्रशासनले चारैतिरबाट घेरा हालेर कम्युनिस्टहरूलाई जोगाएको भन्दै स्थानीयलाई खुबै दुःख दियो, निगरानीमा राख्यो। त्यो बेलाकै कहाली लाग्दो अवस्थाको स्मरण धेरैको मनस्पटलमा ताजै छ। 2033 सालमा जब देशमा चाहिँ एउटा साम्प्रतिक सरकार स्थापित थियो, त्यो सरकारलाई एउटा थ्रेटन दिनका लागि, त्यो सरकारको चाहिँ एकदम व्यवस्थालाई पल्टाउनको लागि नकुच जेलमा पर्नुहुने आदरणीय मतलब व्यक्तित्व नेताजीहरू जसरी मतलब उसमा चाहिँ प्रशासनको कटघरमा पर्नुभयो। त्यति बेला उहाँहरूले जस्तो 2033 सालको चैत्र 12 गते राति उहाँहरूले चाहिँ यो राष्ट्रको चाहिँ एउटा एकदम मजबुत ढङ्गको चाहिँ मतलब जेल ब्रेक गरेर चाहिँ यो फाखेलको भूमिमा चाहिँ उहाँहरू आगमन हुनुभयो। त्यति बेलादेखि उहाँहरूले हामीसँग अब धेरै म जस्तो धेरै मतलब युवा युवतीहरूसँग, यहाँको बा आमाहरूसँग, यहाँको दिदीबहिनीहरूसँग सबैसँग सम्पर्क राख्नु भएर चाहिँ उहाँहरूले एकदम यो राज्यले चाहिँ एउटा मुक्ति दिनका लागि, जनतालाई मुक्ति दिनका लागि उहाँहरूले राजनीतिक शिक्षा मतलब त्यस्तो सङ्गठित गरेर चाहिँ राजनीतिक शिक्षा दिने कामहरू गर्नुभयो। अनि त्यो काममा चाहिँ हामी आफूहरू पनि सरिक भयौँ, सहभागी भयौँ। धीरज लामा त्यति बेला पुपुकुल डाँडोमा गोठालो लाग्दै थिए। प्रहरीको बथानलाई उनले भेटे। प्रहरीले कम्युनिस्ट नेताहरू कता गए भनेर केरकार गरे, तर लामाले जति नै दबावपूर्ण तरिकाले हप्काए पनि सूचना दिएनन्। फाखेलको डाँडा पाखा भन्ज्याङ चौतारी घर र गोठसम्म नै सहयोगी भावना थियो। त्यही भावनाका कारण कम्युनिस्ट आन्दोलनमा ठुलो मद्दत पुगेको नेकपा मालेका महासचिव सिपी मैनालीको धारणा छ। नकुच जेल ब्रेक गरेको त्यो राति हामीहरू बाटैबाट गएर हामीले बाटो छोडेर जङ्गलतिर पस्यौँ। लगभग त्यसको आधी घन्टा 45 मिनटपछि हामीले बाटो छोडेर जङ्गल पसेको पोइन्टमै प्रहरीहरू, सशस्त्र प्रहरीहरू जासुसी कुत्तासहित कुकुरसहित पुगेका रहेछन्। पछि जनताबाट थाहा भयो र त्यसपछि छ्यापछ्याप्ती त्यो गाउँ, किनभने त्यो वीरबहादुर लामाकै गाउँ भएकोले उनीहरूलाई एउटा ठुलो अनुमान त्यो गाउँतिर बस्न सक्ने भएको हुनाले उनीहरूले घर घर, गोठ गोठ, कुना कन्दरा, ढाड पहरा सबैतिर उडाएर सबैतिर उनीहरूले खोजी नीति गरे। र त्यस्तो स्थितिमा जनताको माध्यमबाट रात हामीहरू जनताको घरमा एक्लै दुक्लै गएर उहाँहरूबाट जानकारी लिन्थ्यौँ कि दिउँसोभरि पुलिसको गतिविधि कस्तो छ, उनीहरूको योजना के छ। त्यसको आधारमा हामीहरू रातरातमा हामीहरू डाँडा बदल्थ्यौँ र कहिले यो डाँडाबाट त्यो डाँडामा गएर त्यहाँका आफ्ना उहाँका विशेष गरिकन वीरबहादुर लामा कमान्डका परिचित मानिसहरू, उहाँका नातेदारहरू, बन्धुबान्धवहरू, विशेष गरी त्यो तामाङ बहुल क्षेत्र भएकोले उहाँहरूको सहयोगबाट हामीहरू बच्यौँ। र उहाँहरूको यद्यपि हामीहरूलाई राजनीतिक कर्मीको रूपमा पछि माले बनाउने विद्रोहीको रूपमा नजाने पनि उनीहरूले नजिकबाट वीरबहादुर लामालाई जान्दथे र वीरबहादुर लामाका साथीहरूलाई उनीहरूले संरक्षण गरे। र पछि उहाँ साथीहरूलाई विदा गरेपछि तेस्रो चौथो दिन हामीहरूले साथीहरूलाई विदा गऱ्यौँ। कोही अब हेटौडा माथि हुँदै पश्चिमतिर लाग्ने गरी साथीहरू छुट्टिनु भयो, केही साथीहरू त्यहाँबाट अलि सुरक्षित हुँदै भारत पस्ने या पूर्वतिर लाग्ने गरी छुट्टिनु भयो र साथीहरूलाई हेटौडाको छेउछाउको त्यो विभाजन
छुट्टिने बिन्दुसम्म पुर्याएपछि वीरबहादुर लामा फेरि फर्केर हामी भए ठाउँमा आउनुभयो र सल्लाह अनुसार अरू साथीहरू त्यस प्रकार जनताको बिचमा पुग्ने बाटो लिने र त्यो ठाउँमा वीरबहादुर लामा, माधव पौडेल र मैले बस्ने र त्यहाँ त्यति थोरै 3-4 जना मान्छेलाई त्यहाँ राख्न सकिने चाहिँ आँट वीरबहादुर लामाले लिनुभयो र जनताको सहयोगबाट हामी थोरै मानिसहरू जनताको घरमा, गोठमा, ओडारमा बसेर हामी बाँच्न सक्छौँ जनताको सहयोगमा भन्ने त्यति विश्वासका साथ हामी बसेका थियौँ। र लगभग यो चैतको 12 गतेको 16 गतेतिर साथीहरू बिदावादी भएपछि हामीहरू त्यहाँ लगभग त्यो चैत महिना, वैशाख महिना र जेठको पहिलो हप्तासम्म हामी त्यहाँ बस्यौँ र त्यसबेला हामी बसिन्जेल नै अब त्यहाँ प्रहरीहरूको निगरानी थियो। अब हामीले रेडियो र खबर कागजहरूबाट साथीहरू समातिनु भएका दुःखद खबर पनि सुन्यौँ र सरकार आत्तिएर खोजी नीतिमा लागेको पनि हामीले बुझ्यौँ र त्यो बेला फाकेलका र त्यस भेगका जनसाधारणहरूले भनौँ हाम्रो वीरबहादुर लामाको पहिचानबाट, चिन्जानबाट हामीहरूलाई होइन, जब पछि बिस्तारै उनीहरूले बुझ्दै गए कि यिनीहरू पञ्चायत विरोधी विद्रोही मानिसहरू हुन् र यिनीहरू मजदुर, किसान, गरिबहरूकै निम्ति काम गर्छन् भन्ने पनि कुरा बिस्तारै बुझ्दै गएपछि उनीहरूको हामीप्रतिको सहयोग र सद्भाव राम्रो रह्यो र हामीले त्यहाँ चाहन्जेल हामीले बस्यौँ र त्यसबेला हामीले प्रायः हामीहरू केही समय त सुरुमा हामीहरू जनताको सहयोगमा बिहान बेलुकाको खाना खाँदै हामी ओडारतिर बस्थ्यौँ। यिनै सन्दर्भलाई चिरस्थायी बनाउने उद्देश्यले सलेमले डाँडादेखि सरकारी गोठचौरसम्मको भूभागलाई समेटेर गाउँपालिकाले मदन भण्डारी फाखेल मैत्री पार्क निर्माणको तयारी सुरु गरेको छ। गाउँपालिका तहबाट यो प्रयास भएकोमा स्थानीय सरकारवालाहरू खुसी छन्। वीरबहादुर लामा र सिपी मैनाली लगायतका धेरै जनाहरूले, केन्द्रीय नेताहरूले यहाँ आएर बस्नु भएको भन्ने कुरो चाहिँ हामीले धेरै किताबहरूमा लेखहरू पनि पाएका छौँ र त्यो लेख पढेकै आधारमा हामीले उहाँहरूसँग पछि जब पञ्चायतको अन्त भयो र भूमिगत अवस्थामा रहेको नेताहरूलाई हामीले भेटेपछि उहाँहरूले हामीलाई हामी यसरी भागेको, हामीले यसरी तोडेको, ब्रेक नखुजेल ब्रेक गरेर निस्केको र हामी यहाँ बैठक बसेको भन्ने कुरा हामीलाई उहाँहरूको स्वयं मुखबाट हामीले सुनेका हौँ। हामीले इतिहासलाई मर्न दिनु हुँदैन। इतिहासलाई हामीले अध्ययन गरेर, उहाँहरूलाई संरक्षण गरेर, उहाँहरूको जति उहाँहरूले जान्नु भएको छ त्यो अब हाम्रो नयाँ पिँढीलाई हामीले उहाँहरूको व्यवहार कुराहरूलाई उतार्न निम्ति हामीले सबैलाई जागरुक गराउनुपर्छ भन्ने मलाई लाग्छ। त्यसो त यस अघिसम्म स्थानीय तहबाट यसको प्रचार प्रसार र ऐतिहासिक महत्त्वलाई उजागर गर्ने हिसाबले कुनै काम भएका थिएनन्। अब गाउँपालिकाले बृहत गुरु योजनाका साथ यो काम सुरु गरेको र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने हिसाबले संरचना तयार गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी बताउँछन्। यो क्षेत्र राजनीतिक पृष्ठभूमि जोडिएको क्षेत्र हो र राजनीतिक पृष्ठभूमि जोडिएको क्षेत्रलाई अब हाम्रो गाउँपालिकाको कार्यक्षेत्रमा परेको हुनाले हामीले यो क्षेत्रको चाहिँ अब राजनीतिक पृष्ठभूमि सँगसँगै हामीले पर्यटकीय पनि यो दृष्टिकोण एकदम अत्यन्त मनमोहक र साह्रै राम्रो क्षेत्र छ यो। यहाँबाट चाहिँ विभिन्न डाँडा काँडाहरू पनि देख्न सकिन्छ। यसलाई पनि हामी चाहिँ प्रवर्धन गर्दैछौँ र यो सँगसँगै त्यस बेलाको तत्कालीन परिस्थितिमा जुन राजनीतिक पृष्ठभूमिबाट आउनुभएको नेताजीहरूको जुन यहाँ जमघट स्थल छ यसको संरक्षण र सम्वर्धन गर्नलाई पनि गाउँपालिकाले चाहिँ अब यो क्षेत्रलाई चाहिँ विशेष किसिमले हेर्नुपर्छ भन्ने चाहिँ आवाज उठेको हुनाले हाम्रो इन्द्र सरोवर गाउँपालिकाको बैठकले पनि यस क्षेत्रको चाहिँ विकास र प्रवर्धन गर्नलाई चाहिँ केही योजनाहरू पनि बनाएको छ र यसै सन्दर्भमा यस आर्थिक वर्ष 74-75मा चाहिँ यस सलमले डाँडाको क्षेत्रको चाहिँ विस्तृत रूपमा त्यसको चाहिँ गुरु योजनाहरू पनि तयार भइरहेको छ। त्यसको साथसाथै यो तल बजारदेखि फागेल बजारदेखि यहाँसम्मका आउने बाटोहरूमा पनि निर्माण कामहरू पनि भइरहेको छ
यसका साथै यो क्षेत्रलाई चाहिँ आकर्षणको केन्द्रमा बनाउनको लागि यससँग जोडिएका चाहिँ ऐतिहासिक पृष्ठभूमिहरूलाई पनि चाहिँ अहिलेको नयाँ जेनेरेसन पुस्ताले पनि थाहा पाउन् भन्ने हिसाबले पनि यस क्षेत्रको विकास र प्रवर्धन गर्नलाई चाहिँ हामी गृहयोजना बनाएको छौँ र आगामी वर्षदेखि यसलाई हामी वृहत रूपमा यसमा चाहिँ अभियानमा लाग्नेछौँ। नखुजेल विद्रोहपछि फाखेल आइपुगेका मध्ये एकजना भारतीय कम्युनिस्ट पार्टीका कार्यकर्ता पछि भाकपा मालेमै क्रियाशील भए। अर्का व्यक्ति अशोक न्यौपाने फ्रान्सतिर गए। पछि समुद्री आँधीमा परेर उनको निधन भयो। नेपालमा रहेका मध्ये धेरैजना यो वा त्यो हिसाबले राजनीतिमा अझै सक्रिय छन्। कोहीले राजनीति त्यागेर सामान्य जीवन अँगालेका छन्। तर पनि फाखेलवासीसँग सान्निध्यता गाँसिएको त्यो क्षणको स्मरण गर्ने ऐतिहासिक पृष्ठभूमि भएको फाखेलका लागि केही गरौँ भन्ने भावना कुनै राजनीतिक नेतृत्वबाट नभएकोमा स्थानीयको गुनासो छ। त्यति बेला ज्यान हत्केलामा राखेर पार्टीलाई सहयोग गर्नेहरूको एउटै मत छ, नेताहरूले खोलो तारे तर लौरो बिर्सिए। खोलो तारेपछि लौरो बिर्स्यो तपाईँहरूले। मैले मात्रै अलि ढल्काइदिएको भए तपाईँ के हुन्थ्यो कसो हुन्थ्यो। बन्दुकको मोरी प्राण रहेर उनीहरूले मोरी मर्काउन यो के छ भनेर आँटेर गरेकोमा त अहिलेसम्म यत्रो सरकार पुरो सरकारको चलाउनु सक्ने भयो। 2033 साल चैत्र 12 गते राति नखुजेलमा खनिएको सुरुङबाट मुक्त आकाशको खोजी गर्दै हिँडेको टोली हुमाने भन्ज्याङको ओह्रालो झरेर फाखेल चौरमा पुग्दा उज्यालो भइसकेको थियो। उता राति नै उनीहरूको खोजीका लागि ठुलो सङ्ख्यामा प्रहरीहरू फाखेल आइसकेका थिए। त्यस्तो अवस्थामा 3 दिन जति त्यो टोलीले अनकन्टार जङ्गलका डाँडाहरूमा बिताउनु पर्यो। टोलीले चिहान डाँडा हुँदै खोसिन्दोलको जङ्गलभित्र लुकी आफूलाई सुरक्षित राख्यो। 13 गते राति सानुकान्छा लामाको जङ्गल छेउको गोठमा टिमलाई छाडेर वीरबहादुर लामा र प्रदीप नेपाल वीरबहादुर लामाको दिदीको घर पुगेर मकै भुटेर ल्याउन सफल भए। प्रहरीले घर गोठ जता पनि खोज्दै हिँडेको थाहा भएपछि काकाले नै उनीहरूलाई अन्यत्र जानु भने। टोली त्यसपछि महेन्द्र वन र ओढारतिर पस्यो। महेन्द्र वनलाई हेलिकप्टरले गस्ती गर्न थालेपछि फेरि टोली बुर्जा डाँडाको जङ्गलमा पस्यो। माधव पौडेल जङ्गलमै हराए। साथीहरूलाई नभेटेपछि माधव पौडेलले घनघोर जङ्गलमा एक्लै रात काटे। उनी बिहानी पख मात्रै साथीहरूलाई भेट्न सफल भए। सरकारी हेलिकप्टरले गाउँ र जङ्गल चाहारेर खोजी गरिरहेकाले जोगिनका लागि टोलीले जङ्गलको हाँगाबेङ्गा भाँचेर छाप्रो जस्तो बनाएर लुकिरहेको थियो। त्यहाँ पनि खतरा भएपछि टोली भालु खर्कतिर लाग्यो। कसरी जोगियो त्यो बेला? जिल्ला विकास समितिका सभापति र सांसद समेत भइसकेका तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको अनुभव यस्तो छ। नकुजेल तोडिसकेपछि हामी फर्बिङबाट पैदल हुँदै फर्बिङ भएर आयौँ। हामी करिब 2 बजे रातको 2 बजीतिर लामा गाउँ भन्ने ठाउँमा आइपुगेका थियो। लामा गाउँ चाहिँ यो अहिले देखिरहेको हामीले यो होमाने भन्नेदेखि अलिकति परतिरको उकालोमा पर्दछ। त्यहाँ आएर हामीले एउटा पसलेसँग अपरिचित साथीहरूलाई पठाएर चिउरा दिउँसोको लागि खाजा चिउरा किन्ने काम गऱ्यौँ। अनि त्यसपछि आएर त्यो उज्यालो झिसमिस हुँदाखेरि यो फाखेल प्रवेश गरिसकेको थियो। त्यतिखेर हाम्रो यहाँको ग्रामीण त्यहाँका दिदीबहिनीहरू अलिकति दुःखकै अवस्था थियो। उहाँहरू चाहिँ बिहानै दाउरा बेच्न लागि भनेर दाउरा बोकेर हिँडिसकेको रहेछ। त्यहाँ हामीले बाटोमा भेट्यौँ। अनि उहाँहरूसँग मलाई चिन्ल भनेर हामी लुकेर हिँड्नुपर्छ चिन्ल भनेर हामी चाहिँ मैले मुख छोपेर आएँ। त्यसपछि आएर उहाँहरूसँग छुटिसकेपछि ऊ यहाँ त्यो चना डाँडा भन्ने ठाउँ छ। त्यो चना डाँडा भन्ने ठाउँमा माथि उक्ल्यौँ। उक्लिसकेपछि हामी त्यो डाँडाको टुप्पोमा पुग्दा नपुग्दै पारी भित्रबाट चाहिँ तपाईँको 20-25 जना पुलिस र 4वटा कुकुरहरू लिएर आएको हामीले देख्यौँ। त्यही डाँडामा बसेर करिब आधा घन्टा जस्तो हामी त्यहाँ बसेर हेऱ्यौँ। र अब त्यो हेरिसकेपछि त्यहाँ चाहिँ
त्यो कुकुर चाहिँ कता जाँदो रहेछ, हामी साँच्चै हाम्रै पिछा गरेर आउँदो रहेछ कि आउँदैन रहेछ भनेर हामीले हेऱ्यौँ। हेर्दाखेरि कुकुरले चाहिँ हामी आएको बाटोतिर आएन, नआइकन उता गाउँतिर पसेको देखेपछि कुकुरले चाहिँ अब यो वास्तवमा हामीले कुकुरले पत्ता लगाउन नसक्ने रहेछ भन्नाले अनि त्यसपछि हामीले के सल्लाह गऱ्यौँ भने अब यो एउटा यहाँ आएर डाँडामा बसेर रमाइलो हेरेर नै होइन, अब एकछिनपछि अप्ठ्यारो पनि आउन सक्छ, यहाँबाट हामी सिफ्ट भएर कुनै ठाउँमा बसेर लुक्नुपर्छ भन्ने कुरो त्यतिखेर भयो। र अनि हामी 15 जना निस्किएको मध्येमा 13 जना मान्छेहरू यहाँ आइपुगेको थियो। त्यो चाना डाँडाबाट तेर्सै लाग्यौँ र त्यो अहिले यो खोसिन्डोल भन्ने ठाउँको जङ्गलभित्र बसेर हामी त्यहाँ जङ्गलभित्र त्यहाँ पानी पनि भएको हुनाले त्यहाँ चिउरा खाने पानी खाने गरेर त्यहाँ साथीहरूलाई त्यहाँ लुगाएर म आफूले चाहिँ तपाईँको अब वाच गर्ने विभिन्न बाहिरको गतिविधि बुझ्नको लागि चाहिँ म चाहिँ त्यहाँ एउटा गोठालो जस्तो गरेर त्यहाँ च्यानमा फालेको कपडाहरू लगाएर आफ्नो के अरे लुगा फेरेर अनि त्यसरी त्यतिखेर त अब बस्तु पाल्थ्यो, अहिले त बस्तु गाई बस्तु पाल्दैन, त्यतिखेर बस्तु पुरै त्यहाँ जङ्गलमा छोड्थ्यो। त्यो बस्तुहरूलाई कलेक्सन गर्दै अब अनि गोठालो जस्तो गरेर हिँड्यौँ। अनि त्यसरी हिँड्दै करिब दिनको 13 गतेको दिउँसोको कुरो हो, 12 गते राति हामीले ब्रेक गऱ्यौँ। 13 गते दिउँसो त्यसपछि 2 बजे 12 बजे एउटा हेलिकप्टर आयो। हेलिकप्टर आइसकेपछि हामी भएको ठाउँमा पुरै तलसम्म आएर हेऱ्यो र ठ्याक्कै आकाशमै अडाएर हामीलाई हेर्ने काम गर्यो। मलाई विशेष गरी मलाई केन्द्रित गरेर हेऱ्यो, तर म पनि एकदम त्यो केही थाहा नभए जस्तो गरेर एकदम उ गरेर अभिनय गऱ्यौँ। अनि उनीहरू फर्केर गयो। फेरि करिब 2 घन्टापछि 2 बजे होला त्यतिखेर आयो। त्यो फेरि पनि त्यसै गरी हेऱ्यो, तर म त्यही ठाउँभन्दा अलिकति पर माथि गाई बस्तुहरूलाई यसरी धपाउँदै थिएँ। यसरी आइसकेपछि त्यो बेला चाहिँ तपाईँको मेरो यो सानो कान्छा लामाको घरमा मेरो ससुराली गाउँमा चाहिँ तपाईँको पुलिसले छापा मारिरहेको हामीले त्यहीँ परबाट यतापट्टि गाउँमा देखिरहेको थियो। अब त्यसै गरेर आइसकेपछि साँझ परेपछि यहाँ तल सानो कान्छा लामाको गोड छ, त्यहाँ गोडमा एक लासको ठाउँमा अलिकति एकान्तको ठाउँमा अनि त्यहाँ आएर राति बस्यौँ। त्यहाँ बसेर अनि प्रदीप नेपाल र म, खास गरी प्रदीप नेपाल र म चाहिँ यहाँ एकजना साइली दिदी भन्ने हुनुहुन्थ्यो। अनि उहाँ कहाँ केही खानेकुरा ल्याउनुपर्छ भनेर भनेर आयौँ। अरू ठाउँमा जाँदाखेरि कुरो खुल्नु सक्ने, त्यहाँ भए पनि कुरा खुल्दैन भन्ने उसले चाहिँ हामी त्यहाँ त्यो साइली दिदी कहाँ आयौँ। आएपछि साइली दिदीले मलाई एकदम सत्कारका के अरे भनौँ न एकदम सत्कारका साथ माया गर्नुभयो। अनि त्यसपछि त्यो प्रदीपजीले पनि माया गर्नुभयो। प्रदीपजी र हामी दुईजना त्यहीँ ढेउमा खायौँ र अनि मकै भुटेर करिब 2 बजे जति मकै भुटेर दिनुभयो। लामो समय फाखेलमा लुकीछिपी रहेको टोलीलाई फाखेलवासीले भगवान ठाने, खाना दिए, जोगाए, प्रहरीको घेराबाट भगाए। घना जङ्गल भएको मसिन्द्र वन गाउँभन्दा निकै टाढा भएकाले प्रहरीहरूबाट जोगिन अलिक सुरक्षित मानिन्थ्यो। तर बाघ भालुको डर निकै थियो। यो ठाउँ र यो जङ्गलको नाम चाहिँ रिजाजा हो। रिजाजा रि भनेको जङ्गल, जाजा भनेको सानो जङ्गल। 2033 साल चैत्र 12 गते जेल ब्रेक गरेर यहाँ आउँदाखेरि हामी 12 गते 13 गते 14 गतेको दिन यहाँ आइपुगेका थियौँ। बिहान सबेरै छिसमिसमी यहाँ आयौँ। यो रुखहरू अहिले करिब 38 वर्ष भइसकेको रहेछ। रुख पनि ठुलो भइसक्यो। अनि यो रुखहरू चाहिँ अलिकति यस्तो हो, सानो थियो। हामी त्यसलाई चाहिँ अलिकति यसरी तानेर लहराहरूले बाँधेर अनि माथिबाट हेलिकप्टर आउँदाखेरि पनि नदेखोस् भनेर हामी यहाँ यही ठाउँमा हामीले साथीहरूलाई राखेर हामीले दिनभरि यहीँ सेभ गर्ने काम गऱ्यौँ। यो ठाउँ चाहिँ यही हो। सोही जङ्गलमा टोलीले उत्पन्न खतरा र आगामी कार्ययोजनाबारे पटक बैठक गर्यो। बैठकले सो स्थानमा बसिरहनु अझ खतरा हुने निष्कर्ष निकाल्यो। अनि टोली विन्यास भएर प्रहरीको आँखा चल्दै हेटौँडा जाने निष्कर्षमा पुग्यो।
सोही निष्कर्षपछि टोली अलग अलग समूह हुँदै चुच्चे खोलाको बाटो भएर हेटौँडा हुँदै विभिन्न ठाउँमा लाग्यो। सबैलाई सकुशल र सुरक्षित तवरले यथास्थानमा पुर्याउने कामको संयोजन वीरबहादुर लामाले गरेका थिए। नेपाली कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्त्वको नक्खुजेल ब्रेकको घटना जसरी चर्चामा छ, त्यसै गरी 31 दिन लगाएर सुरुङबाट निस्किएपछि फाखेल आएका शीर्ष नेताहरू बसेको र पार्टीको गतिविधि अघि बढाएको स्थान चर्चामा ल्याउनु पनि उत्तिकै जरुरी छ। गाउँपालिका अध्यक्ष जीवन लामा अब इन्द्र सरोवरलाई यसरी पनि प्रचार गर्ने योजना रहेको बताउँछन्। अब अहिले म जनप्रतिनिधि भएको छु। इन्द्र सरोवर गाउँपालिकाको अध्यक्षको रूपमा मलाई यहाँका जनताले निर्वाचित गराएको छ। त्यसपछि चाहिँ अब हिजोको दिनमा जे जस्ता भए ती सबै इतिहासहरूलाई जीवित बनाउनको निमित्त र स्मरण गराउनको निमित्त चाहिँ हामीले एउटा यो ठाउँलाई हिजो त्यहाँका चाहिँ नेताहरू चाहिँ लुकेका, छिपेका अनि हिँडेका जङ्गलहरू, यी घरहरूलाई र विशेष गरी अझ त्यतिखेरको चाहिँ पार्टी केन्द्रीय कमिटीको चाहिँ बैठक 2 पटकसम्म चाहिँ यही भूमिमा, योभन्दा अलिकति तल एउटा सानो घर भत्किरहेको छ, त्यो घरमा चाहिँ बसेको, त्यसमा चाहिँ हाम्रो चाहिँ महासचिव, तत्कालीन महासचिव चाहिँ मदन भण्डारी समेतको चाहिँ उपस्थितिमा चाहिँ बैठक भएको भन्नेसम्मको इतिहास छ। ती कुराहरूलाई हामीले चाहिँ संरक्षण गरेर सबैको सामु देखाउनको निमित्त, सबैको सामु चाहिँ चिनाउनको निमित्त हामीले एउटा चाहिँ अहिले यो फाखेलमा चाहिँ यो ठाउँमा चाहिँ एउटा फाखेल मैत्री पार्क बनाउने भन्ने योजना बनाइरहेका छौँ। यसै ठाउँको चाहिँ नामाकरण पनि मदन भण्डारी फाखेल मैत्री पार्क नामाकरण गरेर हामी आगामी वर्षमा यसलाई चाहिँ योजना सञ्चालन गर्न गइरहेका छौँ भने यही चालु आर्थिक वर्षमा हामीले चाहिँ यसको गुरु योजना तयार गर्दैछ र अहिले भर्खरै पनि प्रदेश सरकारको योजना चाहिँ पास भएको छ। त्यो प्रदेश सरकारको योजनाभित्र पनि यो मैत्री पार्कको लागि चाहिँ निर्माण गर्नको लागि, यसलाई हिजोको इतिहासलाई चाहिँ जीवित बनाउनको लागि सबैजना आएर यो अध्ययन गरेर हिजोको त्यो बेलाको चाहिँ कुराहरू अध्ययन गर्ने चाहिँ थलोको रूपमा चाहिँ विकास गराउनको निमित्त प्रदेश सरकारको पनि यसमा ध्यान गइसकेको अवस्था छ। बिस्तारै यसो सङ्घीय सरकार, यो तिनै तहको सरकारबाट चाहिँ यसलाई अझ मजबुत र राष्ट्रिय स्तरमा, अन्तर्राष्ट्रिय स्तरमा यसलाई परिचित गराउने खालको चाहिँ थलो बनाउनको निमित्त गाउँपालिका त्यो हिसाबले यसलाई गुरु योजना निर्माण भइरहेको अवस्था छ। पर्यटकीय क्षेत्रका अलावा ऐतिहासिक महत्त्वको पनि ठाउँ भएकाले यसलाई केन्द्र सरकार तथा प्रदेश सरकारले केही हेर्नुपर्ने आवाज उठेको छ। तत्कालीन अवस्थामा नक्खुजेल विद्रोह गर्ने मध्येका एक माधव पौडेल, जो मित छोरा बनेर पनि फाखेल पटक पटक आइरहन्थे, उनी 3 नम्बर प्रदेशको सांसद भएका छन्। आफूसँग भावनात्मक सम्बन्ध जोडिएको फाखेलको विकासको लागि के छ त उनको योजना? इतिहासका धेरै कुराहरूलाई आज बाटो देखाउने पशुप्रदर्शक रूपमा चाहिँ हामीले उद्घाटित गर्नुपर्ने छ। त्यो उद्घाटित गर्नुपर्ने विषय भनेको फाखेल पनि हो। अब यद्यपि अहिले फाखेलमा सामाजिक विकासको आन्दोलन चलिरहेको छ होइन। अब सामाजिक चेतना एकदम अभिवृद्धि भएको छ। भर्खरै बाल मैत्री घोषणा पनि त्यो वडा भयो। अब यो 3 नम्बर प्रदेशमा पहिलो नै हो यो। र त्यसमा चाहिँ नि अब मैले यो प्रदेशको संसद भइसकेपछि त्यो बाटो हिँड्ने डुल्ने गरिसकेपछि धेरै साथीहरूसँग, पुरानो साथीसँग भेटघाट भयो, कुराकानी भयो, त्यहाँका जनप्रतिनिधिसँग कुराकानी भयो र हामीले के निष्कर्ष निकाल्यौँ भनेदेखि अब हिजोको इतिहासलाई पनि जोडेर त्यो इतिहासलाई पनि अब अनुभूति गराउने होइन, अब सम्झना गराउने र कसरी त्यो इतिहासलाई पढ्न सक्ने हिसाबले त्यहाँ एउटा पार्क बनाउने खालको चाहिँ हाम्रो गर्नुपर्छ भन्ने खालको चाहिँ छलफल भइरहेको छ। सबै साथीहरूले यसमा आकर्षित हुनुभएको छ र यसमा हाम्रो त्यो सम्बन्धित यो अहिले इन्द्र सरोवर गाउँपालिकामा त्यो पर्छ। इन्द्र सरोवर गाउँपालिकाले त्यहाँको चाहिँ एउटा एउटा टिपोट निकाल्न कुनै एउटा भिडियो बनाऊ भन्ने खालको हिसाबले त्यो इतिहासलाई उजागर भन्ने हिसाबले उहाँहरूले पैसा पनि केही राख्नुभएको छ। र यसै प्रसङ्गमा हामी सरसल्लाह गऱ्यौँ र यसपालिको प्रदेशको बैठकमा हामीले 50 लाख रुपियाँ हामी राखेका छौँ। यो 50 लाख त केही पनि होइन। त्यहाँ हामीले 2-3 हजार रुपियाँ जग्गा लिएर हामीले त्यहाँ चाहिँ ठुलो एउटा पार्क होइन, त्यो चाहिँ प्रदेशको चाहिँ प्रदेश गौरवको योजना हामी बनाउन सक्छौँ। यसले भोलि नेपालको एउटा अत्यन्त महत्त्वपूर्ण एउटा
पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ। त्यो इतिहास पनि त्यसले चाहिँ उजागर गर्छ र त्यो क्षेत्रको सामाजिक आर्थिक विकास पनि अगाडि बढ्छ भन्ने हिसाबले हामीले सुरुवातको लागि अहिले हामीले 50 लाख रुपियाँ राखेका छौँ। र अब मैले तत्कालै हाम्रो प्रदेशको पर्यटन मन्त्री, अर्थमन्त्री लगायतका त्यहाँका चाहिँ जिम्मेवार नेताहरूलाई होइन लगेर चाहिँ एउटा कार्यक्रम गर्ने र त्यहाँको गुरुजना बन्ने खालको चाहिँ अगाडि बढ्नुपर्छ भनेर हामी लागिरहेका छौँ र निकट भविष्यमा होइन एक डेढ महिनाभित्रमा हामी यो कामहरू सम्पन्न गर्छौँ र त्यसको एउटा ठुलो मास्टर प्लान बनाएर हामी त्यो क्षेत्रको सामाजिक आर्थिक विकासमा जसरी हिजो लोकतान्त्रिक आन्दोलनमा देशमा परिवर्तन ल्याउने आन्दोलनमा अधिकार प्राप्तिको आन्दोलनमा राजतन्त्रलाई अन्त्य गर्नेहरूको आन्दोलनमा यो जुन फाकेलका जनताले भूमिका निभाए त्यसै गरी समृद्धिको लडाइँमा पनि त्यहाँको जनताले भूमिका निभाउन सक्छन्। त्यो अवसर दिनुपर्छ, त्यो वातावरण तयार गर्नुपर्छ भन्ने खालको कुरामा हामीले अब एक खालको दृढता हामी लिएका छौँ र त्यहाँ बिचमा कुरा पनि भएको छ। अस्ति भर्खर म त्यहाँको चाहिँ पाखो त्यहाँ डाँडो होइन के गर्न सकिन्छ भन्ने बारेमा म अध्ययन गर्नलाई त्यहाँ गथेँ, हेरेँ र धेरै सम्भावनाहरू त्यहाँ छन्। त्यहाँ चाहिँ नि बाटो पनि साथीले अलिकति माथि होइन सम्म पुर्याइसक्नु भएको छ। त्यसलाई चाहिँ अब अलिक राम्रो गर्ने र त्यहाँ चाहिँ नि पर्यटनका धेरै एउटा कुराहरूलाई गाँसेर त्यहाँ चाहिँ नि एउटा मान्छेलाई शिक्षा लिनको लागि, आनन्द लिनको लागि होइन र एउटा अरू एउटा अध्ययन अनुसन्धान गर्नको लागि धेरै खालका कार्यक्रम चाहिँ त्यहाँ लैजान सकिन्छ भन्ने मलाई लाग्दछ। कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण घटना नखुजेल ब्रेक यस गाउँपालिकाको फाखेल गाउँसँग प्रत्यक्ष मात्र होइन अनन्याश्रित भएर जोडिन्छ। मकवानपुर जिल्ला विकास समितिका तत्कालीन सभापति पूर्व सांसद वीरबहादुर लामा पनि यही फाखेलका बासिन्दा हुन्। उनी स्वयं नखुजेलभित्र सुरुङ खनेर तत्कालीन चर्चित कम्युनिस्ट नेतालाई फाखेलमा सेल्टर दिलाउने पात्र हुन्। उनी लगायत आम फाखेलवासीहरूले त्यो बेला कम्युनिस्ट आन्दोलनका लागि गरेको योगदान इतिहासमा अविस्मरणीय छ। उकालो लाग्ने बित्तिकै हेलिकप्टर उडिरहेको सायद हामीलाई खोजेको होला भन्ने लाग्यो र हामीहरू एउटा ठुलो चौर क्रस गर्नुको निम्ति रुखको डाँठहरू काटेर युद्धमा गएको सिपाही जस्तै हामीले त्यो हेलिकप्टर आएकै त्यो रुख जस्तै भएर बस्ने त्यसो गर्दै हामीले त्यो एउटा ठुलो चौर क्रस गऱ्यौँ र फाखेलतिर हामी गयौँ र फाखेल पुग्दाखेरि हामी दोस्रो दिन बिहान सायद 10-11 बजेको थियो हामी फाखेल पुग्दा। त्यहाँ पुग्छौँ त हामीले देख्यौँ कि त्यहाँ त सिआइडीले घेरिसकेको छ, ठाउँ ठाउँमा प्रहरीहरू छन्, कालो टोपी लगाउँथ्यो सिआइडीले। हामी त्यही सङ्घा गऱ्यौँ। त्यहाँबाट साथीहरूले पनि त्यहाँ नजिकै स्कुलको नजिकै पुगेपछि अहिले त मलाई पूर्ण याद चाहिँ छैन, सायद अमृत तामाङको घर हो कि कसको घर हो त्यो मलाई पूर्ण याद त छैन, तर साथीहरूले पनि नआउने सङ्केत गर्नुभयो घरभित्र। जो पहिला म स्कुलमा जाँदाखेरि त्यहाँ चिनेको साथीहरू थिए, त्यहाँ म कोसिस गरेँ मैले, तर त्यहाँ अब यहाँ बस्नु ठिक छैन भन्ने हाम्रो सल्लाह नारद र मैले पनि गऱ्यौँ, किन उनीहरूले साइडले घेरिसकेको थियो। अब त्यहाँ सुरक्षित हुने स्थिति त थिएन। त्यहाँ के गर्नु त भन्दाखेरि बाख्रा सँगसँगै बाख्रा दबाउँदै हामी फेरि जङ्गलतिर पस्यौँ। जङ्गलतिर पसेर हामी चाहिँ नि यो मच्छे गाउँमाथिको जङ्गलमा गयौँ र मच्छे गाउँमाथिको जङ्गलबाट हामी साँझ नपुरुन्जेल त्यही माथि जङ्गलमै बस्यौँ। जङ्गलमा बसेर मच्छे गाउँतिर निस्किँदाखेरि 5-6 बज्नु लागेको थियो। मच्छे गाउँमा निस्केर एउटा सानो भट्टी पसल जस्तो ठाउँमा चिया खायौँ। त्यो सानो चिया पसल रहेछ, त्यहाँ चिया खाएर त्यहाँ रक्सी सक्सी पनि बिक्री हुने रहेछ, चिया पनि बिक्री हुने रहेछ। त्यहाँ चिया खाएर हामीहरू त्यहाँ बिस्तारै चाहिँ ओर्ल्यौँ। तत्कालीन चर्चित कम्युनिस्ट नेताहरूको पार्टीको केन्द्रीय कमिटी बैठक सञ्चालन गरेको घर, सेल्टर लिएको ओढार र लुकीछिपी बसेका जङ्गलहरू आज प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन्। यहाँका घना जङ्गलमा रहेका महत्त्वपूर्ण जडीबुटीलाई संरक्षण र उपयोग गर्न सके मनग्गे आम्दानी हुने प्रचुर सम्भावना छ। साथै ती ठाउँको उचित प्रचार प्रसार, अध्ययन अनुसन्धान र तथ्यको खोज गरी संरक्षण गर्न सके भावी दिनमा महत्त्वपूर्ण स्मारक बन्न सक्छ। सम्पूर्ण कम्युनिस्ट मात्र होइन, इतिहासका अध्येताहरूको समेत
अध्ययनको केन्द्र बन्न सक्छ। टिकट काटेर पार्कभित्र मान्छे पठाउन सक्दा गाउँपालिकाको गतिलो आम्दानीको स्रोत बन्न सक्छ। अहिले यो सलेमले डाँडा अनि यो कालथुङ्गे वन यो जुन विशेष फाखेल भूमिलाई चाहिँ हामीले पर्यटकीय क्षेत्र बनाउने भनेको थियो। अस्ति भर्खर हामीले नीतिमा पनि पर्यटकीय क्षेत्रमा यो एउटा पार्क बनाउनेमा चाहिँ मदन भण्डारी पार्क बनाउने भनेर एउटा नीतिमा पनि पास गरेर गएको छ। त्यसले गर्दाखेरि चाहिँ यसलाई राजनीतिक रूपमा यो पर्यटकीय क्षेत्र भन्दा पनि राजनीतिक रूपमा चाहिँ यसलाई प्रमोट गरेर जाने भनेर अनि यो जुन संरचना बनिसकेपछि हरेक तर्फबाट यो विभिन्न प्रविधिको ऊ छ जमाना छ। यसलाई हामीले जुन निर्माण गरिसकेपछि यसलाई हामीले चाहिँ यो एउटा एकदमै यो अघि भन्नुभएको जस्तै धार्मिकसँग जोडेर पर्यटनसँग जोडेर राजनीतिसँग जोडेर यो पर्यटकीय क्षेत्रलाई एकदमै बढावा दिने भन्ने कुरा छ। फाखेललाई नेपाली कम्युनिस्ट आन्दोलनको एक कोसेढुङ्गाको रूपमा विकास गर्न आवश्यक छ। त्यसको लागि गाउँपालिकाले अहिले लिएको पहल कदमी र थालेको प्रयासमा सबैले होस्टेमा हैसे गर्न जरुरी छ। त्यति मात्र होइन, नखुजेल विद्रोह गरेर भूमिगत हुन मकवानपुरको फाखेल आइपुगेका तत्कालीन नेताहरूलाई सेल्टर दिने सेल्टरदाताहरूको योगदान स्मरण गर्दै लिपिबद्ध पार्नु जरुरी छ। यसका साथै यस गाउँपालिका अन्तर्गत पर्ने पर्यटकीय तथा ऐतिहासिक महत्त्वका क्षेत्रहरूको पहिचान गर्दै विकास र प्रवर्धनको लागि विशेष पहल गर्न आवश्यक छ। यसो भएमा इन्द्र सरोवर गाउँपालिका मुलुककै नमुना बन्नेमा कसैको दुई मत रहने छैन।